ओके, आज हामी एडिसन र कम्पोजिसन अफ भेक्टरको बारेमा डिस्कस गर्न गइरहेका छौँ। भेक्टरको म्याग्निच्युड एज वेल एज डिरेक्सन भएको कारणले गर्दाखेरि हामीले भेक्टरलाई डाइरेक्टली अर्डिनेरी अल्जेब्रा युज गरेर एड गर्न सकिँदैन। द्याट्स वाइ हामीले भेक्टर्सलाई एड गर्नु पर्यो, सब्ट्र्याक्ट गर्नु पर्यो भने भेक्टर अल्जेब्रा हामीले फलो गर्नुपर्ने हुन्छ। सो दुई वा दुईभन्दा बढी भेक्टर्सहरूलाई एड गरेर हामीले एउटा सिङ्गल भेक्टर्स फाइन्ड आउट गर्न गइरहेका छौँ, द्याट इज कल्ड रिजल्टेन्ट भेक्टर। सो यो खालको प्रोसेसलाई हामीले कम्पोजिसन अफ भेक्टर अर एडिसन अफ भेक्टर भनेर भन्छौँ। र भेक्टर एड गर्नको लागि देयर आर डिफरेन्ट रुल्स। फर्स्टमा छ ट्रायंगल ल अफ भेक्टर एडिसन, अर्को छ प्याराग्राम ल अफ भेक्टर एडिसन, र अर्को छ पोलिगन ल अफ भेक्टर एडिसन। सबैभन्दा पहिला हामी आज ट्रायंगल ल अफ भेक्टर एडिसनको बारेमा डिस्कस गर्न गइरहेका छौँ। ट्रायंगल ल अफ भेक्टर एडिसन, सपोज कुनै एउटा बडीमा दुईवटा भेक्टर्सहरू एक्ट भएको छ, ह्याभिङ बोथ म्याग्निट्युड एन्ड डिरेक्सन साइमल्टेनियसली। हेर्नुहोस् है, सँगसँगै एक्ट भइरहेको छ। ए भेक्टर छ, बी भेक्टर छ, एट एन एंगल थीटा, सर्टेन एंगलमा एक्ट भएको रहेछ। अब यो दुईवटा भेक्टरलाई एड गर्नु पर्यो, हामीले एउटा सिंगल भेक्टर द्याट इज कल्ड रिजल्टेन्ट भेक्टर, एउटा कम्बाइन्ड इफेक्ट हामीले निकाल्नु छ। जस्तै यो भेक्टर तपाईँले फोर्स सपोज गर्नुहोस् न, यो फोर्स F1 हो, यो F2 न्युटन छ। यो बडीमा फोर्स लाग्यो भने यो बडी दुवैतिर जाँदैन, यो दुईटाको कम्बाइन्ड इफेक्ट कता हुन्छ त्यतातिर जान्छ, त्यो चाहिँ रिजल्टेन्ट हो भनेपछि त्यो रिजल्टेन्ट भेक्टरको म्याग्निट्युड कति हुन्छ हैन, त्यो रिजल्टेन्ट फोर्सको म्याग्निट्युड कति हुन्छ र यो बडी कुन डिरेक्सनतिर जान्छ त, द्याट मिन्स त्यो रिजल्टेन्टको डिरेक्सन कता हुन्छ, त्यो आज हामी ट्रायंगल ल युज गरेर फाइन्ड आउट गर्न गइरहेका छौँ। त्यसको लागि हामीले सपोज गरौँ एउटा पोइन्टमा दुईवटा भेक्टर साइमल्टेनियसली एक्ट भएको छ सर्टेन एंगल थीटामा। अब त्यसो भने यसलाई सेम अर्डरमा ल्याउनु पर्छ। यसमा कसरी ल्याउने त भने ए भेक्टरलाई जस्ताको तस्तै राखिदिनुहोस्, ए भेक्टर र बी भेक्टरलाई यहाँबाट ट्रान्सफर्म गरेर यो ए भेक्टरको टाउकोमा है बी भेक्टरको टेल चाहिँ ए भेक्टरको हेडमा जोडिदिनुहोस्। हेर्नुहोस् है, यो बी भेक्टर हो, बी भेक्टरको टेल चाहिँ ए भेक्टरको हेडमा जोडिदिनु भयो। तर यसरी ल्याउँदाखेरि भेक्टरलाई ट्रान्सफर्म गर्दाखेरि यसको डिरेक्सन र म्याग्निट्युडलाई ख्याल गर्नुपर्छ। हामीले ट्रान्सफर्म गर्दाखेरि यो दुवै डिरेक्सन र म्याग्निट्युडलाई हामीले कन्स्ट्यान्ट राखेर ट्रान्सफर्म गर्नुपर्ने हुन्छ। यसो गर्दाखेरि के भयो भने यो चाहिँ एउटै सेम अर्डरमा आएको छ। यो पुच्छर टाउको पुच्छर टाउको, टेल हेड, दे आर इन सेम अर्डर है। यो दुईवटा भेक्टरहरूलाई ट्रायंगलको दुईटा साइडले रिप्रेजेन्ट गरेको छ। यो जुन ट्रायंगल छ ओपीक्यू भन्ने ट्रायंगल, ओपीक्यू भन्ने ट्रायंगलको दुईटा साइडहरूले ए भेक्टर र बी भेक्टरलाई रिप्रेजेन्ट गरेको छ। त्यसो भने ट्रायंगल लले के भन्छ भने यो दुईवटा भेक्टरको रिजल्टेन्ट भेक्टर यो ट्रायंगलको रिमेनिङ साइड द्याट इज थर्ड साइडले रिजल्टेन्ट भेक्टर प्रोभाइड गर्छ भन्छ। तर त्यसको डिरेक्सन चाहिँ अपोजिट अर्डरमा हुनुपर्छ भन्छ। हेर्नुहोस् है, यो चाहिँ सेम अर्डरमा छ, टेल हेड हैन, पुच्छर टाउको छ। तर रिजल्टेन्टमा के आइदियो भने पुच्छर टाउको, तर यहाँ टाउको जोडियो भनेपछि यो आर भेक्टर चाहिँ के भयो त अपोजिट डिरेक्सनमा है। आर भेक्टर चाहिँ केमा हुनु पर्यो त अपोजिट अर्डरमा हुनु पर्यो। यो चाहिँ यो डिरेक्सनतिर रिजल्टेन्ट आउने रहेछ। ए भेक्टरको डिरेक्सन यतातिर छ, बी भेक्टर यतातिर छ, दे आर इन सेम अर्डर, ए एन्ड बी आर इन सेम अर्डर, बट रिजल्टेन्ट भेक्टर इज इन अपोजिट अर्डर। तपाईँ यताबाट यतातिर जानु भएको छ, यो डिरेक्सन भनेको एन्टी क्लकवाइज डिरेक्सन हो हैन। अब यो डिरेक्सन चाहिँ के हो त भने यो चाहिँ क्लकवाइज डिरेक्सन, ठ्याक्कै अपोजिट हुनु पर्यो, अर्डर अपोजिट हुनु पर्यो। यो दुईवटा भेक्टरलाई जोड्दाखेरि आर भेक्टर आउँछ। द्याट्स वाइ हामीले आर भेक्टर इज इक्वल टु ए भेक्टर प्लस बी भेक्टर लेख्नु पर्यो। ए भेक्टर र बी भेक्टरलाई जोड्दाखेरि एउटा सिंगल भेक्टर आउँछ, द्याट इज आर भेक्टर। आर भेक्टरको हामीले यसको म्याग्निट्युड कति हुन्छ र यसको डिरेक्सन। अब डिरेक्सन फाइन्ड आउट गर्नको लागि हेर्नुहोस् है,
यो हामीले सपोज अल्फा सपोज गरौँ, आर भेक्टरले ए भेक्टरसँग बनाएको एंगल, एंगलले यहाँ के दिन्छ, डिरेक्सन प्रोभाइड गर्छ। जस्तै 30 डिग्री बनाएको रहेछ, 30 डिग्री एंगल बनाएर गएको रहेछ भने ए भेक्टरसँग 30 डिग्री बनाएको छ भनेपछि यसले हामीलाई के दिने भयो त, डिरेक्सन प्रोभाइड गर्छ। द्याट्स वाइ हामीले यहाँ अल्फा सपोज गरौँ, आर भेक्टरले ए भेक्टरसँग बनाएको एंगल अल्फा। अब यो थीटा चाहिँ ए र बी ले बनाएको एंगल हो। हाम्रो ए भेक्टर यो डिरेक्सनतिर छ, बी भेक्टर यो डिरेक्सनतिर छ भनेपछि यो एंगल चाहिँ के हो त भने एंगल बिट्विन टु भेक्टर्स हो। अनि हामीले यहाँ अलिकति कन्स्ट्रक्सन गरेका छौँ, पी भेक्टरलाई हैन, ओपी भेक्टर द्याट इज ए भेक्टरलाई हामीले यहाँ यसरी प्रोड्युस गरेका छौँ र क्यूबाट परपेन्डिकुलर ड्र गर्छौँ। क्यूबाट यो ओपी प्रोड्युस्डमा परपेन्डिकुलर ड्र गर्छौँ। एट पोइन्ट एनमा यहाँ 90 डिग्री बन्छ र यहाँ दुईवटा राइट एंगल ट्रायंगल फर्मेसन हुन्छ। दुईवटा राइट एंगल ट्रायंगल फर्मेसन भएको छ। एउटा छ ओ क्यू एन हैन, यसलाई अझ यो 90 डिग्री जहाँ बनेको छ त्यसलाई चाहिँ हामीले बीचमा भनौँ ओएनक्यू भनौँ र अर्को चाहिँ के बनेको छ भने पीएनक्यू बनेको छ। दुईवटा राइट एंगल ट्रायंगल बनेको छ। सो यहाँबाट अब हामी के गर्छौँ त भने रिजल्टेन्टको म्याग्निट्युड भनेको आर निकाल्छौँ र त्यसको डिरेक्सन भनेको अल्फा कति हो त्यो निकाल्छौँ। ल अब सबैभन्दा पहिला ट्रायंगल लको स्टेटमेन्ट के हो त, स्टेटमेन्ट हामीले जान्नु। स्टेटमेन्ट, it states that if two vectors acting simultaneously on a body are represented by the two sides of a triangle taken in same order, then their resultant vector is represented by the third side of the triangle taken in opposite order. हेर्नुहोस् है, ल यसलाई हामीले डिस्कस गरिसकेका छौँ। अब यो रिजल्टेन्ट र म्याग्निट्युड निकाल्नलाई हामीले थोरै कन्सिडर गरौँ। लेट अस कन्सिडर the magnitude and direction of two vectors, A vector and B vector, represented by the sides OP vector and PQ vector of triangle OPQ in same order. Suppose anti-clockwise छ भने resultant clockwise हुन्छ र यो दुईवटा भेक्टर चाहिँ क्लकवाइज छ भने रिजल्टेन्ट चाहिँ एन्टी क्लकवाइज डिरेक्सनमा अथवा अपोजिट अर्डरमा हुनु पर्यो। त्यसो भने थर्ड साइड अफ ट्रायंगल द्याट इज ओक्यू भेक्टरले रिजल्टेन्ट भेक्टरलाई के गर्छ त, रिप्रेजेन्ट गर्छ र हामीले के लेख्न पाइन्छ, आर भेक्टर इज इक्वल टु ए भेक्टर प्लस बी भेक्टर। ए र बी लाई जोड्दाखेरि के आएको त, आर भेक्टर आएको। थीटा भनेको के हो, एंगल बिट्विन ए भेक्टर एन्ड बी भेक्टर। अब क्यूबाट हामीले के गरौँ त, ओपी प्रोड्युस्डमा परपेन्डिकुलर ड्र गरौँ, क्यूएन परपेन्डिकुलर ड्र गरौँ। अब हामीले यो राइट एंगल ट्रायंगलमा हेर्नुहोस् त, क्यूएनपी भन्ने स्मल राइट एंगल ट्रायंगलमा हेर्नुभयो भने यहाँबाट हामीले साइन थीटा, ट्रिगोमेट्रिक रेशियो साइन थीटा हामीले लिने हो भने क्यूएन डिभाइड बाई पीक्यू, यो चाहिँ हाम्रो परपेन्डिकुलर हो, यो चाहिँ हाइपोटेनस हो, यो चाहिँ बेस हो यो राइट एंगल ट्रायंगलमा। सो परपेन्डिकुलर बाई हाइपोटेनस भनेको साइन थीटा, साइन थीटा भनेको क्यूएन डिभाइड बाई पीक्यू र साइन थीटा भनेको क्यूएन डिभाइड बाई पीक्यू भनेको त हामीलाई के थाहा छ हेर्नुहोस् त, पीक्यू भनेको त बी भेक्टरको म्याग्निट्युड हो। यो लेन्थले त यसको म्याग्निट्युड दिन्छ, यहाँ भेक्टर राख्न त मिल्दैन। म्याग्निट्युड हो, ट्रिगोमेट्रिक रेशियोमा त हाम्रो म्याग्निट्युड मात्रै कुरा गर्छौँ। सो बी भेक्टरको म्याग्निट्युड भनेको बी हो भनेपछि हामीलाई यो क्यूएन भनेको हाम्रो अननोन थियो, यो क्यूएन भन्ने साइड चाहिँ हामीले निकाल्यौँ, क्यूएन भनेको बी साइन थीटा। त्यस्तै गरेर पीएन भनेको कति हो हामीले यो पनि निकाल्छौँ है, एउटा क्यूएन निकाल्छौँ, अर्को पीएन निकाल्छौँ र पीएन निकाल्नको लागि अब हामीले कस थीटा लियौँ। कस थीटा भनेको हाम्रो बेस बाई हाइपोटेनस हुन्छ। बेस भनेको पीएन डिभाइड बाई पीक्यू। पीएन हामीलाई थाहा छैन, पीक्यू भनेको म्याग्निट्युड बी हो, त्यसो हुँदाखेरि पीएन भनेको कति आयो त, बी कस थीटा आयो। सो हामीले यो अननोन साइड क्यूएन र पीएन चाहिँ हामीले डिटरमाइन गरेर राख्यौँ हैन। त्यो चाहिँ हाम्रो के को टर्ममा आयो, हामीलाई नोन क्वान्टिटीको टर्ममा आएको छ। बी र थीटा त हामीलाई थाहा छ, अलरेडी गिभन हो हैन। ए भेक्टरको म्याग्निट्युड पनि थाहा हुन्छ, बी भेक्टरको म्याग्निट्युड पनि थाहा हुन्छ, थीटा पनि थाहा हुन्छ। सो अहिले हामीले बी र थीटाको टर्ममा चाहिँ क्यूएन र पीएन को भ्यालु निकाल्यौँ। अब हामी लार्ज राइट एंगल ट्रायंगललाई लियौँ, क्यूएनओ लार्ज राइट एंगल ट्रायंगललाई लियौँ। त्यसमा हामीले पाइथागोरस थ्योरम युज गरौँ त, ओक्यू को स्क्वायर है, ओक्यू को स्क्वायर भनेको हाइपोटेनस को स्क्वायर इज इक्वल टु ओएन को स्क्वायर त्यो भनेको बेस को स्क्वायर प्लस क्यूएन को स्क्वायर त्यो भनेको परपेन्डिकुलर स्क्वायर, यो गर्न पाइन्छ। यो लियो भने ओक्यू भनेको त हाम्रो के हो त भने आर भेक्टरको म्याग्निट्युड हो
त्यसलाई सिम्पली हामीले आर लेख्न पाइन्छ। सो आर स्क्वायर आयो र ओएन भनेको यहाँ हेर्नुहोस् है, ओएन भनेको त ओपी प्लस पिएन हो होइन। ओपी हामीलाई थाहा छ ए भेक्टरको म्याग्निच्युड हो, पिएन त हामीले अलरेडी निकालेर राखिसकेका छौँ र क्युएन पनि हामीले निकालेर राखिसकेका छौँ। द्याट्स वाइ पिएन र क्युएन को भ्यालुलाई हामीले यहाँ युज गर्ने, ओपी भनेको ए पनि युज गर्ने र फाइनल्ली कति आयो त भने आर स्क्वायर इज इक्वल टु ए प्लस बी कस थिटाको होल स्क्वायर प्लस बी साइन थिटाको होल स्क्वायर आयो। अब यसलाई हामीले सल्भ गर्यो भने आर स्क्वायर इज इक्वल टु ए स्क्वायर प्लस बी स्क्वायरको फर्मुला एप्लाई गरिदिनुहोस्। ए स्क्वायर प्लस 2ab cos थीटा प्लस यो बी स्क्वायर cos स्क्वायर थीटा प्लस यो बी स्क्वायर साइन स्क्वायर थीटा भयो। अब हामीले के गरौँ भने यहाँ बी स्क्वायर कमन ल्याउँ। बी स्क्वायर कमन आउँदाखेरि cos स्क्वायर थीटा प्लस साइन स्क्वायर थीटा भयो र साइन स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा भनेको त 1 हुन्छ। फाइनल्ली के आयो त भने आर स्क्वायर इज इक्वल टु ए स्क्वायर प्लस 2ab cos थीटा प्लस बी स्क्वायर आयो। सो देयरफोर आर इज इक्वल टु स्क्वायर रुट ए स्क्वायर प्लस बी स्क्वायर प्लस 2ab cos, यहाँ दुईटा प्लस भएछ, प्लस 2ab cos थीटा। हेर्नुहोस् है, सो रिजल्टेन्टको फर्मुला के आयो त भने आर इज इक्वल टु स्क्वायर रुट ए स्क्वायर प्लस बी स्क्वायर प्लस 2ab cos थीटा, 2ab cos थीटा। हेर्नुहोस् है, हाम्रो जुन रिजल्टेन्ट भेक्टरको म्याग्निट्युड हामीलाई सुरुमा थाहा भएको, हेर्नुहोस् है, थाहा भएको भेक्टर भनेको ए भेक्टर बी भेक्टर, तिनीहरूको म्याग्निट्युड एबी हामीलाई थाहा छ र तिनीहरूको डिरेक्सन थीटा हामीलाई थाहा छ भनेपछि हामीलाई आर को फर्मुला नोन क्वान्टिटीको टर्ममा थाहा भयो। रिजल्टेन्ट निकाल्ने, म्याग्निट्युड अफ रिजल्टेन्ट निकाल्ने फर्मुला चाहिँ यो रहेछ र रिजल्टेन्ट के केमा डिपेन्ड गर्दो रहेछ भने यसलाई अलिकति एनालाइसिस गरौँ। इन्डिभिजुअल भेक्टरको म्याग्निट्युड कति छ त? इन्डिभिजुअल भेक्टरको म्याग्निट्युडमा डिपेन्ड गर्ने रहेछ। ए भेक्टरको म्याग्निट्युड कति हो, बी भेक्टरको म्याग्निट्युड कति हो, त्यसमा डिपेन्ड गर्ने रहेछ। र अर्को त्यो दुईवटा भेक्टरले बनाएको एंगल, हेर्नुहोस् है, त्यो दुईटा भेक्टरले बनाएको एंगल थीटामा डिपेन्ड गर्दो रहेछ। यदि ए भेक्टर र बी भेक्टरको म्याग्निट्युड सेम छ भने ए भेक्टर र बी भेक्टरले बनाएको एंगल द्याट इज थीटामा रिजल्टेन्ट चाहिँ डिपेन्ड गर्ने रहेछ। ल अब हामी के गरौँ भने आर भेक्टरको डिरेक्सन फाइन्ड आउट गरौँ। अब डिरेक्सन फाइन्ड आउट गर्नको लागि हामीले ए भेक्टरको रेस्पेक्टमा फर्मुला निकाल्न सकिन्छ, त्यस्तै गरेर बी भेक्टरको रेस्पेक्टमा कति एंगल बनाए त्यो पनि निकाल्न सकिन्छ। तर सजिलोको लागि हामीले यहाँ के गर्यौं भने ए भेक्टरको रेस्पेक्टमा आर भेक्टरले कति एंगल बनाएको छ त, हेर्नुहोस्, ए भेक्टरको रेस्पेक्टमा आर भेक्टरले कति एंगल बनाएको छ यो एंगल हामीले निकाल्न गइरहेका छौँ। यसलाई हामीले अल्फा भनेर सपोज गरौँ। अल्फा अल्फा निकाल्नको लागि हामीले लार्ज राइट एंगल ट्रायंगल क्युएनओमा हामीले tan अल्फा, हेर्नुहोस् है, अहिले यतिखेर त लार्ज ट्रायंगलमा त यो अल्फा हो नि त बेस एंगल, स्मल ट्रायंगलमा थीटा हो बेस एंगल, लार्ज राइट एंगल ट्रायंगल अल्फा छ। सो tan अल्फा भनेको परपेन्डिकुलर बाइ के हुन्छ त बेस हुन्छ। परपेन्डिकुलर भनेको क्युएन, बेस भनेको ओएन, ओएन। ल भनेपछि tan अल्फा इज इक्वल टु के आयो त भने क्युएन डिभाइड बाइ ओएन भनेको ओपी प्लस पिएन, ओपी प्लस पिएन। ओपी भनेको ए भेक्टरको म्याग्निट्युड हो र पिएन भनेको हामीले अलरेडी निकालिसकेका छौँ यो साइड त। पिएन भनेको हाम्रो के आउँछ बी कस थीटा आउँछ। सो देयरफोर अल्फा इज इक्वल टु के आयो त भने अल्फा इज इक्वल टु tan इन्भर्स बी साइन थीटा डिभाइड बाइ ए प्लस बी कस थीटा। सो अल्फा पनि हाम्रो नोन क्वान्टिटीको टर्ममा आयो। सो अल्फा द्याट मिन्स रिजल्टेन्टको डिरेक्सन केमा डिपेन्ड गर्दो रहेछ भने इन्डिभिजुअल भेक्टरको म्याग्निट्युड, ए भेक्टरको म्याग्निट्युड कति हो, बी भेक्टरको म्याग्निट्युड कति हो, हैन, तिनीहरूले बनाएको एंगल कति छ, त्यही अनुसार आर भेक्टरले ए भेक्टरसँग कति एंगल बनाएर गएको छ त, हैन, यो कुरा डिपेन्ड गर्दो रहेछ। सो अल्फाले के दिने भयो त भने दिस गिभ्स द डिरेक्सन अफ द रिजल्टेन्ट भेक्टर विथ रेस्पेक्ट टु ए भेक्टर। ल यसरी आज हामीले ट्रायंगल ल युज गरेर रिजल्टेन्टको म्याग्निट्युड निकाल्ने फर्मुला र डिरेक्सन निकाल्ने फर्मुला हामीले निकाल्यौं। यसको स्पेशल केसेसहरू हामीले डायग्राम ल अफ एक्रेडिसन गरिसके पछाडि एज अ होल त्यसमा गर्नेछौँ। थ्यांक यू।